धेरै दिनपछि भ्लग है नयाँ सिस्नेरी जाँदै नेचुरल हामी दाइहरू छौँ भाइहरू छ अब अझै आउँदैछौँ 4-5 जना टोटल लाएर हुइले हान्छ भन्छ खेर होइन यहीँ खेल्नु दामी छ है यहाँ गुहा चाहिँ दामी छ क्या फेरि दामी छ यो गुहा चाहिँ भित्रसम्म लग न जुम गर न ल सिस्नेरी आउँला हामी चाहिँ आयौँ खेल्यौँ रमाइलो भयो केटाहरू यहीँ छन् ल हामी चाहिँ सिस्नेरीको जङ्गल सिस्नु होइन यो त्यही यहाँ रहेछ यार झन्डै म त फेरि हाफ टी सर्ट छ च्वास्सै गएको हिँड्दैछन् केटाहरू ग्याङ सिस्नेरी दामी छ एकपटकको लागि आउनु चाहिँ मजा हो ल हिँड माथिबाट यही हो सिस्नेरी ल यहाँ अर्को ए माथि नै रहेछ त्यो यार मरे है माथि खेल्नुहुन्छ नि कहाँबाट जाने होला अब हातमा मोबाइल ल दामी छ है सिस्नेरी एक टाइम आउनु चाहिँ मजा ठाउँ छ त्यही दिनको लागि प्लान बनाएर स्याटरडे कतै घुम्न जाऊँ भन्यो भने ग्रुपिङमा आउन बाटो पनि त्यस्तो नराम्रो होइन ठिक छ धापड्याम गएको भन्दा राम्रो छ ल यहाँ हेर्नु ल हेर्नुहोस् ल आम्बो आकाशको तारी जस्तै बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै बगान हो साँचेर राख तिम्रै आँखामा मार्यो नि तिम्रो तुलै चम्चौ तिम्रो त्यो गाजो आँखाले मार्यो नि तिम्रो मुखले जिउँदै मार्यो नि मलाई आकाशको तारा कि तेरो चुचोमा लगा
ल कोही मान्छे नहुँदा यस्तो हुन्छ है त कि चाँडै आउने कि ढिलो ढिलो आयो भने राम्रो छ सबैजना आउनु होला ल अब हामी पनि फर्किने कोही मान्छे छैन सकिसक्यो अब कोही छैन एकदम क्लियर छ त्यही 8 फिट 9 फिट जति छ यो त्यो उता त्यहाँ ल नेक्स्ट ब्लकमा